आज म यहाँ हुम्लाको याङचु भन्ने ठाउँमा आएको छु। याङचुमा एकजना भाइ छन्, जो भाइको नाम के रे? श्री सार्की हुनुहुन्छ। उहाँ चाहिँ राम्रो गाना गाउनु हुँदो रहेछ। सानो बाबु हुनुहुन्छ। अहिले कति वर्षको भयो बाबु? 12 वर्षको बाबु छन्। अनि तिनले राम्रो गाना गाउँछन् भन्दा सुनेर उनलाई म एकपटक परिचय लिएर उहाँको कलाहरूलाई देखाउन गइरहेको छु। बाबु तिम्रो नाम के रे? श्री सार्की। के गर्छौ? किसान काम गर्छौ? स्कुल जाँदैनौ? कति के स्कुलै जाँदैनौ? कति क्लासमा पढ्थ्यौ? 3 क्लास पढेर घरको स्थिति हेर्दा छोडेको। घरमा को हुनुहुन्छ? घरमा दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, मम्मी बुवा अलि अपङ्ग हुनुहुन्छ, कान सुन्नुहुन्न। अनि त्यसैले पढ्न छाडेको तिमीले? त्यसो भए अनि तिमीले गाना राम्रो गाउँछौ भन्दा सुने थिए, हो र? हजुर। के गाना गाउँछौ तिमीले? र्याप नि हान्छु, अनि दोहोरी नि हान्छु, गजल नि हान्छु, अनि त्यस्तै ठाडी बागाहरू जस्तै पनि हान्छु। त्यसो भए सर्टकटमा सबै गानाहरू कस्तो गाउँदो रहेछौ तिमीले गाउन सक्छौ र अहिले? सकिन्छ होला। ल त्यसो भए राम्रो गानाहरू अनि जे आउँछ तिनीहरू सबै गाइदेऊ न है। ल हुन्छ ल। आयो हो बाजुराको टोली, बाटो छोड खान्छ से गोली। नगरपालिकादेखि आएको म त यो गाउँमा गीत गाउनाले पनि कान्छी। तिमीले नाइ नबन थर र कामनी लोग्नेको जाति नबन न कान्छी। मलाई नि लाती तिमीले लाग्यो जुनी बड हजुर म बन्छु। फोटो इट गरेर 1-2 ल्याक हान्छु। सार्कीको छोरा म त सिरिस मेरो नाम। कति पर्छ भन्दै तिम्रो जवानीको दाम। राति याङ्छु नहिँडा याङ्चुको जुग छ। छोटो लुगा नलगाउ सामा त तिमीलाई दुख्छ। 10 प्यान्ट लाउँदाखेरि सिरिस ट्यापे बन्छ। सिरिस होइन म त हजुर भिटेन भन्ने मन छ। याङ्च मसला पाउदिने खोलाको माछो। चुरोट मात्र होइन मैले बिडी पनि खाछ। पारा मेरो यस्तै थियो पढेर काम लागेन। आमाले गते छोरो मान्छे ठुलो मान्छे बना बाल थिएन। ओए त्यस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। चट्टे फल फलेछ चिप्लेको बोटमा किस्कन देउन कान्छी तिम्रो लाली वोटमा। यति शब्द भन्दा तिमीले लाग्यो होला बिल्ला। गर्छ मेरो हाइट तर सिन्धुले चिल्ला। समय बित्दै गयो राम्रो मान्छे बन्ने मेरो एउटा सपना थियो। दुःख पर्दा साथ दिने मान्छे कोही थिएन। सार्कीको छोरा म त कसैको बाल दिएन। दिनभरि रक्सीको मात फेरि बेग्लै दिनभरि बस्छु म याङ्चुमा एक्लै। याङ्चुमा एक्लै। याङ्चुमा एक्लै। सुन डाब्ना योजनको सामना बेतुन्छ जम्मा हुन्छन् मेरो छम्मा। डे नाइट चल्छ मालिसको काममा। जति गरे पनि साथ हाम्रो छोड्दैन शास्त्रीयसम्म। योजनकोले झुक्दैन घरमा लाग्यो होला तिमीलाई आस्क्याम सुते बसारे पाते ऱ्यापरहरू राम्रो टम्म कुत्तै बस्नु मन थियो। हामी पनि माथि हाम्रो खुट्टो तान्नेलाई छिराइदिन्छु घाँटी हार्नु म त होइन सक्छ मेरो